नमस्कार, यहाँलाई हार्दिक स्वागत छ हाम्रो युट्युब च्यानल ज्ञान संसार नेपालमा। मैले तपाईलाई सदाझै विभिन्न भिडियोहरू राख्ने सन्दर्भमा आज एउटा महत्त्वपूर्ण विषयमा चाहिँ भिडियो राख्दैछु। यो धेरैका लागि चाहिँ चासोको विषय पनि हो। संयोगवश मैले चाहिँ तपाईहरुले जुन विषयमा धेरै चासो राख्नुहुन्छ त्यो दुवै विषयमा चाहिँ अनुभव प्राप्त गर्न पाएको हुनाले यो विषयमा सानो भिडियो राख्दैछु। अन्तिम समय हेरेर प्रतिक्रिया दिनुहोला है। खास गरी अब यो आफ्टर एसई या +2 पछाडि धेरै विद्यार्थीलाई चाहिँ कतातिर जाने भन्ने हुन्छ। अब विदेश जानेहरूको एउटा लाइन हुन्छ। यही देशमा बसेर के गर्ने, लोकसेवा तयारी गर्नेहरूको सन्दर्भमा चाहिँ के गर्ने, कसो गर्ने भन्ने अर्को चाहिँ दुविधा हुन्छ। त्यसमा खास गरी चाहिँ निजामती सेक्टर जाने कि बैंकिङ सेक्टर जाने भन्ने अर्को ठुलो दुविधा हो। धेरैलाई चाहिँ त्यो भइरा हुन्छ, यता बैंकिङ तयारी गरौँ कि निजामती तयारी गरौँ कि या त कता गरौँ, यता प्रहरी फोर्सतिरको कुराहरू, सङ्घीय संस्थाका थुप्रै इक्जामहरूको कुरा हुन्छ। स्पेसल्ली म आज तपाईले चाहिँ बैंकिङ र निजामती वा सरकारी सेक्टरको चाहिँ विषयमा या बीचमा केही भिन्नताहरू, केही समानताहरू का विषयमा चाहिँ म केही कुरा सेयर गर्नेछु, जसले तपाईलाई चाहिँ आगामी दिनमा तपाई कुन बाटोमा जाने भन्ने सन्दर्भमा केही चाहिँ यसले उपाय दिनेछ या त केही आइडिया दिनेछ भन्ने विश्वास लिएको छु। म आफै पनि बैंकिङ क्षेत्रमा 4 वर्ष जति काम गरेर अहिले म चाहिँ निजामती सेक्टर भनौँ, खास गरी स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषाभित्र राखिएको छैन। तथापि यो सिङ्गो चाहिँ सरकार सङ्घीय तहमा चाहिँ सङ्घ, प्रदेश र स्थानीय तहको कर्मचारी संयन्त्र, काम गर्ने वर्किङ कल्चर, सबै कुराहरू नियन्त्रण, सबै कुराहरू एउटै भएको कारणले गर्दा यस सरकारी क्षेत्र या निजामती सेक्टरको विषयमा तपाईँको विषयमा बोल्दैछु। अब यो दुईटा बीचमा कुन सेक्टरमा जाने भन्ने भन्दा पहिला यसका आयामहरूका बारेमा चाहिँ हामीले बुझ्न जरुरी छ, अनि मात्रै कुन सेक्टर रोज्ने भन्ने विषयमा जानुपर्छ। पहिलो कुरा चाहिँ स्वभाव र एटिच्युडको कुरा हो है। मान्छेको स्वभाव, रुचिका कुराहरू आउँछ यहाँनिर। मान्छे कस्तो स्वभावको छ, अलिक बढी सामाजिक रूपमा घुलमिल गर्ने स्वभावको छ कि अलि चाहिँ इन्ट्रोभर्ट टाइपको या एक्सपर्ट टाइपको के छ, त्यो कुराले पनि एकदमै कुन सेक्टरमा जाने भन्ने कुरामा चाहिँ भर पर्छ। तपाईँ चाहिँ एकदमै सामाजिक रूपमा घुलमिल हुन चाहनुहुन्छ, वृहत क्षेत्र चाहनुहुन्छ, यस शासन प्रणालीदेखि पोलिटिकल कुराहरूलाई चाहिँ अलि बढी चासोका साथ हेर्नुहुन्छ र त्योतिर तपाईको रुचि बढी छ भने तपाईहरुको लागि चाहिँ बेस्ट निजामती सेवा हुन सक्छ। होइन तपाईँ चाहिँ एकदमै इन्ट्रोभर्ट टाइपको हुनुहुन्छ हैन, सिस्टममा काम गर्ने चाहिँ कुरालाई बढी मान्नुहुन्छ, विश्वास गर्नुहुन्छ, अलि साँघुरो क्षेत्रमा काम गर्ने, एउटा गतिशील सिस्टममा काम गर्ने, आफ्नो काम गर्ने, अरु धेरै कुराको चाहिँ चिन्ता नलिने, परिवेश, समाज, पोलिटिक्सका विषयमा चासो नगर्ने हो भने तपाईको लागि चाहिँ बैंकिङ सेक्टर एकदमै बेस्ट हुन्छ है। तपाईको रुचिको कुरा भयो, या त तपाईलाई निजामती सेक्टरको चाहिँ कुनै कुराले प्रभाव पारे हुन सक्छ, तपाईको नजिकको नातागोता या त संघ साथी सङ्गी, या त तपाईले चाहिँ त्यो सेक्टरमा कहिलेकाहीँ सुविधा लिने सन्दर्भमा त्यहाँ भोगेको इगो होला, धेरै कुराले चाहिँ त्यहाँनिर इफेक्ट गर्छ। या त बैंकिङ सेक्टरमा पनि त्यो हुन सक्छ। तपाईको रुचिको कुरा पनि दोस्रो कुरा पर्यो है। त्यो एटिच्युड र स्वभावले पनि तपाईलाई कुन सेक्टरमा जाने भन्ने कुरा छ, त्यो तपाईमै छोडे मैले, त तपाईलाई कुनमा चाहिँ बढी रुचि छ त्यतातिर जान सक्नुहुन्छ। दोस्रो कुरा चाहिँ क्षेत्र। निजामती सेक्टर भनेको वृहत क्षेत्र हो। म खास गरी आज यहाँ सङ्घ, प्रदेश र स्थानीय तहको कुरा गर्छु। सङ्घीय संरचनामा हामीसँग 3 तहको चाहिँ संरचना छ। त्यसमा सङ्घ छ, प्रदेश छ र स्थानीय तह छ। त्यो तीनैटै तह या तीनवटै सरकारको चाहिँ आफ्नै कर्मचारी संयन्त्र छ, आफ्नै प्रशासनिक संयन्त्र छ। यो जुनसुकै सेक्टरमा जाँदाखेरि एउटा सेक्टरबाट अर्को सेक्टरमा जाने सुविधा पनि छ। अब सङ्घीय निजामती ऐन आएको छैन, त्यो आयो भने अझ बढी त्यसलाई चाहिँ जस्टिफाई गर्छ र सङ्घ, प्रदेश, स्थानीय तहमा कर्मचारी जाने, सेवावधि जोडिने कुराहरू, धेरै कुराहरू छ। त्यसले पनि एउटा वृहत क्षेत्रको रूपमा काम गर्छ। हामीलाई चाहिँ 753 वटा स्थानीय तह, 7 वटा प्रदेश र एउटा सङ्घ मातहतका जुनसुकै निकायमा पनि काम गर्न सक्ने चाहिँ सुविधा छ। त्यसकारणले गर्दा निजामती सेवा एकदम ठुलो क्षेत्र भएको चाहिँ इकाइ हो। दोस्रो कुरा, बैंकिङ क्षेत्र भनेको अलि साँघुरो हो। मान्नुहोस् तपाईँ खास गरी बैंकिङ क्षेत्रमा नेपालमा चाहिँ बैंकहरू सरकारी, निजी भनेर चाहिँ एक खाले डिफिनेसन गरिन्छ। खास गरी बैंकहरू पब्लिक हुन्छन्, त्यसमा शेयर स्वामित्व सरकारको हुने या पब्लिकको हुने भन्ने कुरा मात्रै हो। खास गरी त्यो प्राइभेट पसल चलाएको जस्तो गरी बैंकिङ प्राइभेट बैंक चाहिँ होइनन्। बैंकको कुनै पनि बैंकमा पीभीटी एलटीडी लेखेको तपाईँले देख्नु भएको छैन, त्यसैले बैंक प्राइभेट होइनन् है। बैंक पब्लिक हुन्, सार्वजनिक संस्था हुन्, सार्वजनिक कम्पनी हुन्। त्यसैले गर्दा मैले खास गरी 4 वटा बैंकको कुरा गर्दैछु। कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्र बैंक। यो 4 वटा बैंकिङ सेक्टरमा तपाईँ कुनै एउटा बैंकिङमा जानुभयो भने तपाईँको जीवन त्यही एउटा बैंकिङमा जान्छ है। त्यही एउटै बैंकिङबाट अर्को बैंकिङमा सरुवा बढुवाको सुविधा छैन। एउटै बैंकिङ क्षेत्र एकदम साँघुरो छ, स्पेसलाइज छ। कृषि बैंकमा जानुभयो भने त्यही बैंकमा मात्रै रहनुहुन्छ।
राष्ट्रिय वाणिज्य ब्याङ्कमा जानुभयो राष्ट्रिय वाणिज्य ब्याङ्कमा मात्रै रहनुहुन्छ। त्यसैले गर्दा तपाईँलाई साँघुरो क्षेत्र बढी मनपर्छ या त साँघुरो क्षेत्रमा पनि तपाईँ रुचि राख्नुहुन्छ भने तपाईँ ब्याङ्किङ सेक्टर जान सक्नुहुन्छ है, क्षेत्रको कुरा हो। अर्को कुरा चाहिँ मान्छेले जागिरी गर्दा कुनै पेसामा आबद्ध हुँदा सुविधाको कुरा गर्छ। अब सुविधाको कुरा गर्नुहुन्छ भने निजामती सेक्टर र ब्याङ्किङ सेक्टरमा चाहिँ तह अनुसार श्रेणी अनुसार चाहिँ बेसिक स्केल तलबको एउटै चाहिँ मापदण्ड छ। पहिला चाहिँ फरक थियो अरे, पछि चाहिँ अहिले एउटै नै छ, तर पनि अन्य अलाउन्सेसहरू अन्य चाहिँ सुविधाले गर्दा निजामती सेक्टरभन्दा ब्याङ्किङ सेक्टर धेरै अगाडि छ सुविधाको हिसाबमा है। अब कतिपयले त अब के सुविधा छ भन्नुहुन्छ होला होइन, सुविधाहरू हिडन हुन्छन्, केही अनहिडन हुन्छन्, धेरै कुराहरू हुन्छन्। त्यस कारणले गर्दाखेरि अब निजामती सेक्टरमा हामीले खास गरी 13 महिनाको तलब खान्छौँ, 1 महिनाको दसैँ हुन्छ, बाँकी अब कहिले कसो टिएडिएको कुरा हुन्छ। त्यसबाहेक अन्य गैर मौद्रिक प्रकृतिको क्वार्टरहरूको सुविधा हुनसक्छ, त्यो बाहेक अन्य सुविधाहरू निजामती सेक्टरमा लिन सकिँदैन है। ब्याङ्किङ सेक्टरमा चाहिँ तपाईँको तलब सुविधा विभिन्न खालका भत्ताहरू हुन्छ होइन, 5-6 आइटम त नर्मली सबै ब्याङ्कहरूमा छ, अनि बोनसको सुविधा छ। र अर्को कुरा चाहिँ सापटी कर्मचारी ऋण सापटीको कुराहरू पनि छ। हामीलाई चाहिँ निकै थोरै 1% या त 1.5%, 0.5%मा चाहिँ हामीले सापटीहरू लोन सुविधाहरू पाउँछौँ। त्यसले गर्दा हाम्रो थप फाइनेन्सियल प्रोग्रेसको लागि त्यसले ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ है। सुविधाको हिसाबमा चाहिँ अलि राम्रो नै ब्याङ्किङ सेक्टर छ मैले फिल गर्छु। म कृषि विकास ब्याङ्कमा 4थो तहमा काम गर्दाखेरि र अहिले चाहिँ अफिसर लेभलमा काम गर्दाखेरि सबै कुराहरू मिलाएर आउँदाखेरि क्यास एउटै जस्तो आउँछ है। एउटै जस्तो आउँछ भनेपछि त्यति ठुलो डिफ्रेन्सियस छ है। सुविधाको सन्दर्भमा ब्याङ्किङ सेक्टरमा राम्रो नै छ। मजाले तपाईँले दायाँ बायाँ नगरिकन पनि मजाले घर परिवार चलाउन सक्नुहुन्छ। एउटा खालको कामको प्रेसर त छँदैछ, तर सुविधाको हिसाबले चाहिँ एउटा खालको जीवन तपाईँले बिताउन सक्नुहुन्छ। त्यस कारणले गर्दा त्यता धेरै चिन्ता लिनु पर्दैन है। अर्को कुरा छ अध्ययन र विषय, तपाईँले कुन विषय पढ्नुभयो भन्ने कुरा हो मेन कुरा। म्याक्सिमम म्यानेजमेन्ट सेक्टरको विद्यार्थीहरूको लागि चाहिँ ब्याङ्किङ सेक्टर एकदमै राम्रो मानिन्छ। त्यो विषय पनि मिल्ने, पढेको कुराहरू पनि त्यहाँ एप्लाई गर्न मिल्छ है। निजामती सेक्टरमा नमिल्ने होइन, अलि बढी स्पेसल भन्न खोजेको मात्रै है। अब तपाईँ सोसियोलोजीतिरको कुरा गर्नुहुन्छ या त साइन्स ब्याकग्राउन्डबाट हुनुहुन्छ या त एजुकेसन ब्याकग्राउन्डबाट हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ निजामती बेस्ट हो है। खास गरी अब ब्याङ्किङ सेक्टरमा त एजुकेसन सेक्टरको सबै सब्जेक्टको जान मिल्दैन, इकोनोमिक्स जान मिल्ला, म्याथ जान मिल्ला, बाँकीहरू जान मिल्दैन है। साइन्स ब्याकग्राउन्डको पनि मिल्दैन। त्यस कारणले गर्दाखेरि खास गरी तपाईँले कुन विषय पढ्नु भएको छ +2मा ब्याचलरमा, त्यसले पनि तपाईँलाई चाहिँ कुन सेक्टरमा ब्याङ्किङमा जाने कि निजामती जाने भन्ने कुरा गर्छ। अब म्यानेजमेन्टको त सबैतिर जान पाइहाल्छ। तपाईँ स्पेसल्ली म्यानेजमेन्टको स्टुडेन्ट हुनुहुन्छ, BBA पढ्दै हुनुहुन्छ, MBA गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ ब्याङ्किङ सेक्टर रोज्दै हुनुहुन्छ जहाँसम्म मलाई लाग्छ है। त्यसपछि अर्को छ करियरको कुरा छ है। अब करियरको कुरा गर्दाखेरि अहिले पछिल्लो समय सरकारी जागिरप्रति त्यति ठुलो चाहिँ मान्छेहरूको आकर्षण छैन। विविध कारणहरू छन्। पछिल्लो समय कर्मचारीप्रति मान्छेको दृष्टिकोण नै बदलिएको छ। त्यस कारणले गर्दा मान्छेले लामो करियरको विषयमा सोचिरहेको छैन। तर पनि करियरको कुरा गर्नुहुन्छ भने अब अहिले यो कानुनी केही संरचनाहरू अस्पष्ट भएको कारणले गर्दाखेरि निजामती सेक्टरमा करियरको अलिकति अन्यलता देखिन्छ। जस्तो स्थानीय तहमा 7औं तहमा 8औं तहमा कार्यरत कर्मचारी प्रदेश या सङ्घमा कि त फाइटै गरेर जानु पर्यो, त्यसरी जान मिल्दैन होइन। त्यो सरकारै फरक हो भन्ने कन्सेप्ट पनि छ। अब ब्याङ्किङ सेक्टरमा चाहिँ नर्मली 6औं 7औं तहमा प्रवेश गऱ्यो भने त्यो 10औं 11औं तहसम्म चाहिँ विभागीय प्रमुख, DGM या त डेपुटी CO सम्म पुग्ने चान्सेसहरू हुन्छ। करियर ग्रोथ चाहिँ ब्याङ्किङ सेक्टरमा राम्रो देखिन्छ। छोटो समयमा पनि मान्छेले माथि फड्को मार्न सक्छ। पर्फर्मेन्सको आधारमा, उसको चाहिँ क्वालिटीको आधारमा पनि मान्छेलाई अगाडि बढ्ने सुविधा ब्याङ्किङ सेक्टरमा छ। तर निजामती सेक्टरमा त्यो सुविधा छैन। तपाईँले लेख्नै पर्छ, पढ्नै पर्छ है। तपाईँको क्षमता, तपाईँले राम्रो काम गर्नुभयो, तपाईँले राम्रो पर्फर्मेन्स देखाउनु भयो, त्यस कारणले पुरस्कार गरेर तपाईँलाई चाहिँ अगाडि बढाउँदैन निजामती सेक्टरमा। त्यस कारणले गर्दा तपाईँले इमान्दारपूर्वक काम गरेर पनि करियरलाई अगाडि बढाउन सक्नुहुन्छ भने ब्याङ्किङ सेक्टर बेस्ट हुनसक्छ। भन्न खोजेको निजामती सेक्टरमा काम गर्ने मान्छे इमान्दार होइनन् भने होइन, तर इमान्दारिताको जति मूल्याङ्कन हुनुपर्ने हो त्यति मूल्याङ्कन त्यहाँ हुँदैन भन्न खोजेको है। त्यसपछि अर्को छ अवकाश र सुरक्षा। अब अवकाशको कुरा, रिटायरमेन्ट पछाडिको कुरा गर्नुहुन्छ भने ब्याङ्किङ सेक्टर र निजामती सेक्टरमा धेरै आकाश पातालको फरक छ। पछिल्लो समय अब यो योगदानमा आधारित उपदान, योगदानमा आधारित निवृत्तिभरणका कुराहरू छन्। अहिले निजामती सेक्टरमा चाहिँ योगदानमा आधारित निवृत्तिभरण चलिरहेको छ है। 20 वर्ष पछाडि पेन्सन पाउने, आफैले योगदान गरेको रकमबाटै चाहिँ पेन्सन पाउने सुविधा हो भने यता सङ्गठित संस्थाहरू ब्याङ्किङ सेक्टरतिर चाहिँ योगदानमा आधारित उपदान छ, आफूले कन्ट्रिब्युट गर्ने र त्यसको आधारमा चाहिँ उपदान पाउने छ। त्यसलाई छोड्ने हो भने
साबिकको सुविधालाई हेर्ने हो भने ब्याङ्किङ सेक्टरको अवकाशको निकै उत्कृष्ट छ। त्यो चाहिँ निजामती सेक्टरबाट चाहिँ रिटायरमेन्ट हुने बेला लिने पैसा र ब्याङ्किङ सेक्टरबाट रिटायरमेन्ट हुने बेला लिने पैसाको डिफ्रेन्सेस यति देखिन्छ, ठुलो धेरै आकाश पातालको फरक छ। अहिले पनि तपाईँको चाहिँ हाम्रो चाहिँ कर्मचारी ब्याङ्कको आफ्नै कर्मचारी सञ्चय कोष छ। अब अहिले त कर्मचारी सञ्चय कोषमै त्यसलाई पनि लिङ्केज गर्ने कुरा आएको छ है। ब्याङ्कले चाहिँ विभिन्न अब एउटा आर्थिक वर्षमा 1 महिनाको चाहिँ तलब बराबर चाहिँ त्यो सुविधा त्यहाँ थप दिने सुविधाहरू पनि हुन्छ। इन्ट्रेस्टको कुराहरू 10% 11% इन्ट्रेस्ट दिने कुरा पनि थियो पहिला है। अहिले अलिकति चेन्जेस भएको छ। बाँकी अन्य कुराहरूमा चाहिँ तपाईँको चाहिँ मैले अवकाश पछाडिको चाहिँ आर्थिक सुरक्षाको कुरा गर्दैछु। त्यो चाहिँ ब्याङ्किङ सेक्टरमा राम्रो छ। र अर्को कुरा निजामती सेक्टरमा अवकाश पछाडि पनि अब राम्रो राजनीतिक रूपमा या उसले सम्बन्ध राम्रो बनाएको छ भने अन्य सेक्टरमा पनि चाहिँ नियुक्तिहरू लिने सुविधाहरू छ। तर ब्याङ्किङ सेक्टरको मान्छेले पनि अन्य सेक्टरमा लिइरहेको हुन्छ, किनभने ऊ स्पेसलिस्ट भएर निस्किरहेको हुन्छ, एउटा विशेषज्ञ रूपमा चाहिँ ऊ बाहिर आएको हुन्छ, निस्किरहेको हुन्छ। त्यस कारणले गर्दा त्यो सुविधा छ। अवकाश पछाडि चाहिँ आर्थिक रूपमा चाहिँ ब्याङ्किङ सेक्टरको सुविधा राम्रो छ र अन्य प्रशासनिक या थप नियुक्तिको लागि चाहिँ ब्याङ्किङ सेक्टरको सुविधा राम्रो छ है। त्यस पछाडि अर्को कुरा चाहिँ सुरक्षाको कुरा छ। अब सिस्टमको कुरा छ। काम गर्ने सन्दर्भमा निजामती सेक्टरमा चाहिँ तपाईँको पोलिटिकल इस्युजहरू धेरै आउने, पब्लिक अझ बढी जोडिने होइन, पब्लिकका इन्ट्रेस्टहरूका कुराहरू छन् र जस एकदमै कम पाइन्छ। तपाईँले राम्रो काम गर्नुभयो भने पनि जस पाउनु हुँदैन। तपाईँले आफूले चाहेको सिस्टम इम्प्लिमेन्टेसन गर्न सक्नु हुँदैन है। माथिबाट जे सिस्टम आउँछ त्यसलाई पनि इम्प्लिमेन्टेसन गर्न गाह्रो छ। व्यवहार त धेरै कुराहरूले चाहिँ इफेक्ट गर्छ। त्यस कारणले गर्दा सिस्टममा चल्न चाहिँ गाह्रो छ। अनेस्टली भन्दा मैले पनि त्यो कुरा भोगिरहेको छु। हालका दिनमा ठ्याक्कै हामीले जुन डिजाइन गरेका छौँ सिस्टम, त्यही सिस्टममा रहेर काम गर्न सकिँदैन। तर ब्याङ्किङ सेक्टरमा चाहिँ जे सिस्टम डिजाइन भएको छ त्योभन्दा दायाँ बायाँ हुँदैन। तपाईँलाई सिस्टम मनपर्छ, एउटा चाहिँ वे मनपर्छ, एउटा निश्चित बाटो मनपर्छ भने तपाईँ ब्याङ्किङ सेक्टरको लागि बेस्ट हुनुहुन्छ। तर ठिकै छ, चल्ला भद्रकोलाई यस्तै हो, पब्लिक बुझ्ने हो, समाज बुझ्ने हो, पोलिटिक्स बुझ्ने हो भन्ने कुरामा चाहिँ जानुहुन्छ, ब्रोड कन्सेप्ट राख्नुहुन्छ भने फेरि निजामती सेक्टर ठिक हो। अब जब सेक्युरिटीको कुरामा चाहिँ ब्याङ्किङ सेक्टरको जब धेरै सेक्टर छ, धेरै छ तपाईँको चाहिँ अब मैले यसलाई चाहिँ नेगेटिभ रूपमा नबुझ्नुहोस्। अब जस्तो मुद्दाहरूका कुरा, अख्तियारको कुराहरू छन् होइन। निजामती सेक्टरमा कहिलेकाहीँ मान्छेले गलत नगर्दाखेरि पनि त्यसरी चाहिँ दुःख पाउने, कानुनी अल्झलमा फस्ने सम्भावनाहरू धेरै हुन्छ। त भने ब्याङ्किङ सेक्टरमा एकदमै कम जब सेक्युरिटी, त्यो काम गर्ने बेला एउटा खालको प्रेसर हो। त्यो काम गरिसकेपछि पछिसम्म त्यसको प्रेसर रहँदैन। तर निजामती सेक्टरमा चाहिँ त्यो रहिरहेको छ है। त्यसले धेरै कानुनी कतै लुपहलहरू छोडेको रहेछ भने त्यो चाहिँ पछिसम्म पनि कानुनी अल्झलमा फस्ने सम्भावनाहरू हुन्छ। त्यसैले मान्छेले त शान्तिपूर्ण जीवन र शान्तिपूर्ण पेसागत जीवनको अपेक्षा गरे हुन्छ। त्यस कारणले गर्दा जे कुरामा शान्ति पाउँछ त्यो कुरामा चाहिँ जाने हो। तपाईँहरू भर्खर +2 गरिराख्नु भएको छ र +2 सकाउँदै हुनुहुन्छ, ब्याचलर सकाउँदै हुनुहुन्छ भने तपाईँहरूको रुचि, तपाईँहरूको चाहना र तपाईँको चाहिँ फर्दर करियरलाई विचार गरेर तपाईँले चाहिँ निजामती वा ब्याङ्किङ सेक्टर रोज्नुहोस्। अब मलाई ठ्याक्कै यही सेक्टर भन्ने त मैले तपाईँलाई त्यसरी सजेसनै त दिँदिनँ। म आफै पनि ब्याङ्किङ सेक्टरको अनुभव पनि छ मसँग, निजामती सेक्टरको अनुभव पनि छ। राम्रो करियर ग्रोथ गर्न सक्नुभयो भने तपाईँको चाहिँ निजामती सेक्टरमा पनि राम्रै छ। तथापि मैले माथि अघि धेरै चाहिँ आधारहरूका विषयमा परिचर्चा गरेँ। त्यसलाई विचार गरेर तपाईँले ब्याङ्किङ सेक्टर वा निजामती सेक्टर रोज्न सक्नुहुन्छ। तपाईँ जुन सेक्टरमा गए पनि तपाईँलाई राम्रो गर्नुहोस्, राम्रै हुन्छ। अब राम्रो भएन भने पनि राम्रोकै लागि प्रयास गर्ने हो भन्ने कुरा मैले यति राखेँ। बाँकी केही कुराको कन्फ्युजन भयो भने हामीलाई डाइरेक्ट पनि सोध्न सक्नुहुन्छ। नमस्कार, धन्यवाद।